हामीहरू नाची पनि रहेको छौँ। त्यसपछि हाम्रो अटो पनि बिग्रिएको छ। के भयो होला यसको लागि ब्लग हेर्नु साथीहरू। हेलो साथीहरू, नमस्ते। मेरो ब्लगमा म साडीमा किन छु भन्नुहुन्छ भनेपछि के रिजन छ। मेरो साडी साडी लगाइदिनु मलाई। साडी लगाउनु मलाई के भयो लगाइदिनु सबजना हात मेरो साडी भएन के साथीहरू। कहाँ जान लाग्छ साडी लगाएर भन्नुहुन्छ नि म एउटा कार्यक्रममा भन्नुहोस्। दिदी मलाई पुरा पनि जान लाग्नुपर्छ। रुन्चिन जान्न भन्छन्, त्यही पनि जाऊ अब जानै पर्छ भनेछु। आँखामा छारो काट्यो बुवा बसेर मेरो दिन आउँछ भनेर। के को दिन आउँछ पहिला जानला नो आई एम नट पहिला गएको के बिचार रोइदिरहेको प्लिज मेरो न आटोमा बस्दै मेरो साथीको फाइनली म भेटिसकेँ मेरो साथीले। नाल नदेखाउनु आफू त राम्रो देखेको थाहा छैन यार। देखो हम लोग पहुंच गए, मतलब पुगिसक्यौँ हामीहरू यहाँ। त्यस्तो छ हेर्नु भित्र डेकोरेसन, हामी त बाहिर छौँ साथीहरू। हामी पुगिसक्यौँ यहाँ। साथीहरू हामीलाई बोर्ड लाग्यो किनभने तपाईँको मन्तव्य मात्रै सुनिरहेको छौँ हामीले। गेम सकिसक्यो कि साथीहरू, तर यहाँको भाषा सकिरहेको छैन एउटै मान्छेको। थ्याङ्क यू सर। हाम्रो गेम सक्यो कि गेम यानि प्लिज नाचिसक्यो हाम्रो। सर्टिफिकेट साथीहरू हाम्रो सो बनाइदिँदै हुनुहुन्छ। सिकिँदैन निकाल्ने भिडियो बनाउनुको लागि थाहा पसिनाले यस्तो भइसक्यो नाचेर। साथी मेरो साथी भेज नन भेजमा गएको छ, भेज आउन बाँकी छ मेरो साथीलाई। साथीहरू अटो नभेटेको अवस्था, मलाई साथी पुऱ्याउनु भएको छ बट अटो भेटेको छैन। राम्रो अटो हेर्नु यहाँ धगाल्न सक्छु त म। साडी आएर धगाल्नु पर्छ यार। अब सरिसकेँ साथीहरू, म घर जान लाग्छु रुममा। आन्टी चाहिँ जानुभयो अटोवाला आन्टी, किनभने त्यहाँ ड्राइभिङ सेन्टरमा सिक्न थियो त्यही भएर। सो